चाहिँ हार्ड वर्क गर्न खोज्दैन। हार्ड वर्क खासै त्यस्तो पर्मिसेबल रिटर्न दिँदैन कि। त्यो हिसाबले गर्दाखेरि के गर्ने भन्दाखेरि मैले पनि कि अब सारा ठाउँ देखिन्छ नि त युट्युब यता हु भन्ने हुन्छ नि त सारा संसारभरि। अनि त्यो हिसाबले चाहिँ युट्युबमा छिर्न त खोजियो, तर एक्ज्याक्टली थाहा भएन कि कसरी गर्ने, के गर्ने, कुन भिडियो गर्ने। अब सर्च त हाल्न थालेँ तर पनि युट्युबमा लङ भिडियो हाल्नको लागि त कि त मजाले प्रपर टाइम हुनु पऱ्यो, प्रपर स्क्रिप्ट हुनु पऱ्यो। भ्लग गरौँ भनेपछि खासै ठुलो मार्केट देखाएको छैन मैले भ्लगको, किनभने चाहिँ मसँग त्यस्तो मनोरञ्जन गर्ने खालको त्यो क्रिन्ज गर्ने टाइपको त्यो मनै लाग्दैन कि, मनदेखि नै आउँदैन त्यो क्रिन्ज गर्ने टाइपको। मोटिभेसन टाइपको दिउँ, अलिकति भ्यालु दिने खालको कन्टेन्ट दिउँ होइन। आफू ग्रोथ भएको, कसरी ग्रोथ हुने, जिरोदेखिको मेरो जिरो बटमदेखिको अगाडि बढेको पाथहरू कसरी देखाऊँ होइन। म यसरी गरिरहेको छु होइन, यसरी गरेर यतिसम्म भएको छ, यो गरेपछि यो हुन्छ कि पोसिबिलिटी, रिसर्चहरू गरेको यताउता खालको भिडियो बनाऊँ भन्ने सोचेको छु। मेन कुरो त यस्तो हो, जब त गर्छु मैले, सानोतिनो जब गर्छु, खाना लाउनु ठिक्क मात्रै हुन्छ। अलिकति केही गरौँ भन्नुको लागि युट्युबमा आम फालेको हो। अब हेरौँ कसरी जान्छ यो जर्नी। मसँगै स्टे ट्युन रहनुहोस्, फलो गर्नुहोस् होइन, फलो गरेर मसँगै गर्नु। अब यो जर्नी म मात्रै होइन कि, हजुरहरू म जस्तै कि केही गर्न चाहन्छु भन्नेहरू सबैसँगै मिलेर जाउँ, हेरौँ अनि राम्रोसँग गरौँ कि एकअर्कामा युनिटी राखेर। त्यसपछि एक न एक दिन राम्रो रिटर्न आउनेछ, पर्मिसेबल रिटर्न आउनेछ होइन। अनि मेरो भिडियो देखेर अरूलाई पनि त अलिकति इन्सपायर हुन्छ। तपाईँहरू जबसम्म सक्सेस हुनुहुन्न नि, कसैले तपाईँको कुराहरूको भ्यालु हुँदैन कि, एउटा शब्दको पनि भ्यालु हुँदैन। मैले गफ लगाएको छ, कस्तो रहेछ, गफाडी रहेछ भन्ने टाइपको हुन्छ। जब तपाईँले सक्सेस दिनुहुन्छ नि, त सही भने, एकदम सही भने, यस्तै गरे अब म त्योसँगै लागेको भए भन्ने हुन्छ। ठिक छ, मसँगै लाग्नुपर्छ भन्ने छैन, तर मलाई भिडियो हेरेर सपोर्ट गरिदिनु भन्न चाहन्छु।